बयरको सजिलो अचार बनाउने तरिका देखाउँदैछु आज म। बयर लिएँ मैले, यसलाई सफा गरी धोएँ। धोइसकेपछि 2 दिनको घाममा राम्रोसँग सुक्न दिएँ। त्यसपछि सर्स्युँ, तोरी, तिल अनि यो सिलम र सुप लिएँ मैले। त्यसपछि सबै किसिमको मसलाहरू तयार पारेँ। धनियाँ, जिरा, कालो मरिच, रातो खुर्सानी र टिमुर पनि लिएँ मैले। अनि त्यो सबै किसिमको मसलाहरू भुट्नुपर्छ। यसलाई भुटेमा मिठो स्वाद पनि आउँछ, पिस्दाखेरि मसिनो धुलो पनि बन्छ र बास्ना पनि राम्रो आउँछ। यो मसलाहरू भुटिसकेपछि अलिकति सेलाउन दिनुपर्छ। सेलाइसकेपछि मिक्सरमा पिस्दा पनि हुन्छ, यसलाई सिलौटामा पिस्दा पनि हुन्छ। सिलौटामा पिसेपछि अझ मिठो स्वाद आउँछ यो मसलाहरूको। अनि यो यत्तिको पिसेर धुलो बनाएँ मैले हो। यत्तिको धुलो पार्नुपर्छ। त्यसपछि एउटा पेनमा तेल तताएँ मैले। यो तेल चाहिँ तोरीकै हुनुपर्छ। कुनै पनि अचार बनाउँदा तोरीकै तेल राख्नुपर्छ, अचार मिठो हुन्छ। त्यो सबै धुलोहरू बयरमा मिक्स गरेँ मैले सबै राखेर। अब सबै मसलाहरू धुलोहरू राखिसकेपछि सुप पनि राखेँ। सुपलाई भुटेर दानै राख्नुपर्छ। यसले अचारको स्वाद मिठो बनाउँछ सुपले। बेसार पनि हालेँ मैले। त्यसपछि त्यो तताएको तेल पनि हालेँ मैले। तेल हालिसकेपछि आफूलाई स्वाद अनुसारको नुन पनि राख्नुपर्छ। यसमा नुन हालेँ मैले। नुन हालिसकेपछि यसलाई राम्रोसँग मिक्स गरेँ मैले। मिक्स गरिसकेपछि यो अचार राख्दाखेरि सिसाको बट्टामा राख्दा अझ राम्रो हुन्छ। मेरो मिठो अचार तयार भयो, बयरको अचार।